आज चाहिँ नि प्रयत्न के भयो भने हेर्नुहोस् राजनीतिक संवाद छलफल नेगोसिएसनमा भनेको त आफ्नो तर्कहरू राख्ने नै हो। अब उहाँहरूको भनाइ थियो हामी 5 बुँदाबाट अलि लचक हुनु पर्यो रासोपाले भन्ने उहाँहरूको कुरा थियो। त्यो उहाँहरूको चाहना के उहाँले त्यो गर्ने प्रस्ताव गर्ने कुरा सामान्य कुरा रह्यो। माओवादीले अलि बढी गर्न पाए हुन्थ्यो भन्ने छ। अब अहिले महत्त्वपूर्ण कुरा के हो भने सरकार सत्तापक्ष समिति भन्ने शब्द नै सुन्न चाहँदैन थियो। तर आजको हाम्रो संवादले छानबिन समिति बनाउन सकिने ठाउँसम्म पुग्यो। यद्यपि यसमा हाम्रो सहमति भएको छैन। यो प्रस्ताव आयो नेपाली कांग्रेस र एमालेका तर्फबाट, तर त्यो ठोसमा कांग्रेसका मानन्दले भन्नुभयो यो प्रस्ताव गएकै छैन। होइन अहिले भर्खरै हामीले प्रतिक्रिया तपाईँले मलाई त पत्याउनु पर्ने, म त निरन्तर संवाद छलफलमा छु। प्रस्ताव के आयो भने अध्ययन र छानबिन समिति बनाउने भन्ने, तर त्यो कहिले बनाउने, कसरी बनाउने, को बनेछ भन्ने त्यो मूर्त कुरा आएन। मूर्त कुरा नआएपछि हामी विपक्षी दलहरू जो बसिरहेका थियौँ, नेकपा माओवादीबाट अध्यक्ष कमरेड प्रचण्डले ल यहाँसम्म उहाँहरू हिजोसम्म यो अवस्थामा हुनुहुन्थ्यो, आज उहाँहरू यहाँसम्म आउनुभयो। अब यसमा हामीले के गर्ने हो, भोलिको दिनसम्म हामीले अझै यसलाई कसरी लाने भन्ने विषयमा हामी एउटा टुङ्गोमा जाउँ भन्ने कुरा भएपछि हामीले त्यसमा अब यसमा फेरि छलफल गर्नुपर्छ। किनकि यो मूर्त छैन, यसले काम गर्दैन। यो कहिले गर्ने, सरकारले आवश्यक ठानेमा गर्ने त्यस्तो हुँदैन। यसलाई चाहिँ नि ठ्याक्क यो घटनामा चाहिँ नि गम्भीर तरिकाले छानबिन हुन्छ र योसँग सम्बन्धित सबै उप छानबिन हुन्छ र यसले चाहिँ नि कानुनी कारबाही समेत अगाडि बढ्नुपर्छ। यसर्थ हामी सल्लाह गर्छौँ भनेपछि आज एक खालको सहमतिमै सदन हामीले बन्द गरेका छौँ। भोलि हामी फेरि छलफल चलाउँछौँ। भोलि केही सहमति भयो, सत्तापक्षले हाम्रा कुराहरू हामीले जुन गम्भीरताका साथ यो विषय उठाएका छौँ त्यसलाई न्याय गर्ने गरी आयो भने हेर्नुहोस्, हामी अब राजनीति सहमतिमा अगाडि लाने, यो पार्लियामेन्टमा सहकार्य गर्न र सहमति गर्न आएको हामी होइन। उहाँहरू चाहिने अब यत्रो घटनालाई अनदेखा गर्ने, यसलाई सामान्य बनाउने र यसलाई चाहिँ अहिले सङ्ख्याको आधारमा यसमा केही पनि काम नगर्ने बाटोमा लाग्नुहुन्छ भने सहमति हुँदैन। सहमति भइसकेको छैन। भोलिको आजसम्म हामी विपक्षी दलहरू एक ठाउँमा छौँ, गलेको अवस्था छैन, त्यस्तो केही छैन। भोलि अब यो जो प्रस्ताव त्यहाँबाट अहिले आएको छ यस उप आज हामी पनि काम गर्छौँ, अन्य राजनीतिक पार्टीका साथीहरू पनि काम गर्नु होला र भोलि एउटा टुङ्गोमा पुग्छौँ। त्यसर्थ आजै हामी फरक ठाउँमा पुगेको त्यो छैन। सहमति गर्ने प्रयास जिम्मेवारीतापूर्वक हामी पनि गर्छौँ। सहमति गराउनलाई सरकारले पनि भूमिका खेल्न पर्यो, राजनीतिक पार्टीले पनि गर्नु पर्यो। त्यसो हुँदाखेरि यो विषयमा नेपाली जनताले जुन दुःख पाएका छन्, त्यो पनि आम मान्छे जो घर परिवार चलाउन विदेश जाने मान्छेले जुन दुःख हामीले नीति बनाएर संरचना बनाएर नेपाली जनतालाई जुन दुःख दिएका छौँ, यसको निरूपण गर्ने हो भने सहमति हुन्छ, होइन भने सहमति। तपाईँहरू एक्लिँदै गएको त होइन, के फरक पर्छ? रासोपा त एक्लै हो। भिजिट भिसा एक्लिँदै गयो त्यो भिजिट भिसा कुनै पनि हामी छुट्टै राजनीतिक पार्टी हो, हामीले हाम्रो मुद्दा उठाउने हो। यद्यपि यो केसमा मैले अहिले पनि भने फेरि पनि याद भन्छु, हामी विपक्षी दलहरू आजसम्म एकै ठाउँमा छौँ।